विक्रम सम्वत 2083 तुला राशिका जातकहरूका लागि परिवर्तन र प्रगतिको वर्ष रहने सम्भावना देखिन्छ। यस वर्ष नयाँ अवसरहरू प्राप्त हुने सङ्केत प्रशस्त देखिएको छ। धन तथा आर्थिक स्थितिको कुरा गर्दा आर्थिक लाभ हुने सम्भावना देखिन्छ। नयाँ आय स्रोतहरू खुल्न सक्छन्, तर अनावश्यक खर्चबाट बच्न आवश्यक देखिन्छ। जग्गा वा सम्पत्तिसँग सम्बन्धित कार्य सफल हुन सक्ने सम्भावना प्रबल छ। करियर तथा व्यवसायको कुरा गर्दा जागिर गर्नेहरूको लागि उन्नतिको अवसर प्राप्त हुन सक्छ। नयाँ जिम्मेवारी वा स्थान परिवर्तनको योग पनि देखिएको छ। व्यापार गर्नेहरूका लागि पनि लाभदायक समय रहनेछ। प्रेम तथा पारिवारिक जीवनको कुरा गर्दा परिवारमा खुसीको वातावरण रहनेछ। दाम्पत्य जीवनमा प्रेम र समझदारी बढ्नेछ। परिवारका सदस्यहरूसँग सम्बन्ध अझ मजबुत बन्नेछ। स्वास्थ्यको दृष्टिकोणले तपाईँको यो वर्ष त्यति राम्रो देखिँदैन। छाला वा नशा सम्बन्धी समस्या देखिन सक्ने भएकाले विशेष ध्यान दिनुपर्नेछ। भाग्य तथा उपाय। शुक्रबारको दिन माता लक्ष्मीको पूजा गर्नु र सेतो वस्त्र वा मिठाई दान गर्नु भए शुभ रहनेछ।